हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। म आज डिजिटलतिर हामी चाहिँ दुईजना हिँडेको माथितिर सिँढीतिर घुम्नुलाई है। कोही मानेन कि अरू चाहिँ आउनु। म चाहिँ सोच्दै धेरै रहर गरेर दुईजना चाहिँ हामी हिँडेको, अरू चाहिँ आउँदैन अरे। मलाई चाहिँ लास्टै हिँड्नु रहर लाग्यो क्या, त्यही भएर हिँड्छ हामी दुईजना चाहिँ। सो फाइनली गाइस, यो त दिगतेल होइन, यो दिगतेल। हामी चाहिँ दिगतेलमा आइरहेको छु। है सोल्टी पानी छिनी निशान चाहिँ नि है, दुईजना है। सो फाइनल गाइस, हामी चाहिँ यहाँ तल आइसकिसक्यो। अब चाहिँ धेरै न 10 मिनटमा हामी सिँढी भएको ठाउँमा पुग्छु हामीले सोल्टी। हामी चाहिँ फास्ट हिँड्दैछु क्या दुईजना। त्यहाँ चाहिँ यस्तो छ कि यहाँ मुनिहरू ए बोर्डिङ स्कुल ए पसल हेर्नु न गाइस, हेऱ्यो भने सबै किन्नु मन लाग्छ। पैसा नभएर राम्रो लुगाहरू छ के, पैसा छैन, गाडी भाडा पनि थोडा महँगो भनेन, 1500 अरे। हामीलाई त आम्मामा बिजोग सोल्टी, हामीलाई त बिजोग बनाएको छ। सुतेको त 1000 अरे, भात खाएकै फाल्तु। एउटा बेडको हामीले कति दुईवटा कि तिनवटा लिएको, दुईवटा है, दुईवटा लिएको त्यत्रो है, 2000। कहाँले पैसा ल्याउनु हामीले चाहिँ जे भने छोत्रे घरमा बसिरहेको चाहिँ बस्नु मिल्दैन। राम्रै छ त्यो घर, एकदम बबाल। हामी अर्को साल आउँदा चाहिँ यो घरमा बस्ने चाहन्छु। भर्खर बन्दै रहेछ है। हामी चाहिँ त के अरे खुड्कीले के भन्छ, के ठाउँ सिँढी है इतना सुकून। बाहिर हो पछाडि हेर्नु, पछाडि अब हाई हालिसकेपछि त हरेक कुरा मिल्छ। सो फाइनल गाइस, हामी चाहिँ सिँढी प्रवेश गरिसकेको छौँ माथि। अब हामी चाहिँ यो सिँढीमा धेर पनि लाग्दैन, 5 मिनटमा माथि पुग्नेछौँ। हामी दुईजना चाहिँ धेरै कुद्छु के उकालोमा। यस्तोमा 10 मिनटमा रुम पुग्नु पर्ने छ है हामीले। ओहो यार, क्या दामी लाग्ने हो अनि त कालो चाहिँ त फाइनल गाइस हेर्नु त दिगतेल। दिगतेल चाहिँ राम्रो देख्दो रहेछ यहाँ। यति निस्किँदा खलखल भइसक्यो। सो फाइनल गाइस, हामी चाहिँ यता यसको भ्यू देखाउन चाहन्छु। हेर्नु न गाइस, है खतरा ल्यायो सोल्टी, खतरा। हामी चाहिँ अझै माथितिर जान्छु। म अझै माथितिर गएर तपाईँले देखाउँछु। हेर्नु न यस्तो घुम्ती पर्छ कि यो सिँढी निस्किनु चाहिँ। सोल्टी र म चाहिँ अब निस्किन्छु। ल गाइज, अब एकछिन माथि गएर म भिडियो बनाउँछु। सो फाइनली गाइज, हामी चाहिँ यहाँदेखि अझै माथितिर ओह्रानी छिटो। सो अझै हामी चाहिँ माथितिरै जान्छु। हेलो सोल्टी, हिले हाल खबर इसे उकालो के लास्ट टाइममा मजा है। यस्तो राम्रो हुँदो रहेछ कि, यस्तो दामी छ कि है। आम्मामा यस्तो दामी छ, सिँढी निस्किनु चाहिँ दामी छ। ल सो फाइनली गाइज, हामी चाहिँ यहाँ माथि मन्दिर भएको ठाउँमा आइपुगिसकेको छौँ। रात पनि परिसकेको छ। हेर्नु गाइज कस्तो दामी छ यहाँभित्र चाहिँ भ्यू, यस्तो दामी छ कि यस्तो। हेर्नु आम्मामा, भित्र चाहिँ झिलिमिली बत्ती बलिरहेछ। हेर्नु न गाइज, क्या दामी छ। म चाहिँ ढोक्दैछु बिच्नु। हामीले चाहिँ भोलि सिधै पास होस् भगवान्, टाइट नहोस्। सो फाइनल गाइज, हेर्नु यस्तो दामी छ कि यस्तो दामी। हेर्नु त आम्मामा भित्र चाहिँ। सो फाइनली हेर्नु न कस्तो दामी छ कि
यहाँभित्र चाहिँ दामी रहेछ मलाई नि यस्तो दामी लाग्यो कि खतरा लाग्यो क्या यहाँभित्र चाहिँ भ्यू दामी रहेछ सो फाइनली गाइजहरू आज चाहिँ रात पनि परिसक्यो हामी चाहिँ अब झर्नु पनि ध्यान दिनु होला लास्टै टाढो छ बाटो चाहिँ उहाँ तल पुग्नु पर्ने हुन्छ हामी चाहिँ त्यो धेरै घर भएकोमा सो हेर्नु त यहाँभित्र चाहिँ मलाई लास्टै मन पर्यो कि हेर्नु जाउँ मन लाग्यो तर म छिर्दिनँ रात पनि पर्नु आँटिसक्यो होइन सोल्टी रात पनि परिसक्यो हामी चाहिँ अब लागेको सोल्टी ल गाइजहरू अब म चाहिँ तिर गएर सो फाइनल गाइज रात पनि परिसक्यो आजलाई चाहिँ भिडियो यति नै गाइज बाई बाई